कल्पना गर्नुहोस्, तपाईँ रातको समयमा घना जङ्गलको बाटो हुँदै एक्लै हिँडिरहनु भएको छ। चारैतिर अन्धकार छ, झ्याङझुङको आवाज मात्र सुनिन्छ। अचानक तपाईँको अगाडि झाडी हल्लिन थाल्छ। तपाईँ एकछिन रोकिनुहुन्छ। तपाईँलाई लाग्छ सायद कुनै सानो जनावर होला, तर केही सेकेन्डपछि त्यहाँबाट एउटा लामो सर्प बाहिर निस्कन्छ। तपाईँ डरले पछाडि हट्न लाग्नु भएको हुन्छ, तर त्यसै बेला त्यो सर्प जमिनमा होइन, हावामै उड्न थाल्छ। अविश्वसनीय लाग्यो, तर यो कुनै फिल्मको दृश्य होइन। हाम्रो यही पृथ्वीमा यस्ता सर्पहरू साँच्चै अस्तित्वमा छन्। अझ अचम्मको कुरा त के छ भने यही संसारमा एउटा यस्तो देश पनि छ जहाँ आजसम्म प्राकृतिक रूपमा एउटा पनि जङ्गली सर्प पाइँदैन। तर किन? के त्यहाँ कुनै रहस्यमय शक्ति छ, वा यसको पछाडि विज्ञानले दिएको कुनै रोचक उत्तर छ? आजको भिडियोमा हामी संसारका सबैभन्दा अनौठा सर्पहरूको संसारमा प्रवेश गर्नेछौँ। तर भिडियोको अन्त्यमा आउने तथ्यले तपाईँको सर्पबारेको सोच नै बदलिन सक्छ। त्यसैले अन्तिमसम्म हामीसँगै रहनुहोला। र सुरु गर्नु अघि एउटा सानो प्रश्न। यदि तपाईँको कोठामा अहिले अचानक एउटा सर्प देखियो भने तपाईँ सबैभन्दा पहिले के गर्नुहुन्छ? भाग्नुहुन्छ, भिडियो खिच्नुहुन्छ, कि कसैलाई बोलाउनुहुन्छ? आफ्नो उत्तर कमेन्टमा लेख्न नबिर्सनुहोला। अब सुरु गरौँ। धेरै मानिसले सर्प भनेपछि जमिनमा घिस्रिने जीवको कल्पना गर्छन्, तर दक्षिण पूर्वी एसियाको जङ्गलमा पाइने फ्लाइङ स्नेकले यो धारणालाई गलत साबित गरिदिएको छ। यो सर्पले रुखको अग्लो हाँगाबाट आफ्नो शरीरलाई च्याप्टो बनाएर हावामै ग्लाइड गर्छ। यसले पखेटा प्रयोग गर्दैन, तर शरीरको आकार परिवर्तन गरेर हावालाई नियन्त्रण गर्छ। केही अवस्थामा यसले 100 मिटर भन्दा बढी दूरीसम्म ग्लाइड गर्न सक्छ। यदि तपाईँ जङ्गलमा हिँड्दै हुनुहुन्छ र अचानक माथिबाट एउटा सर्प तपाईँतिर आइरहेको देख्नुभयो भने तपाईँको अवस्था कस्तो होला? अब अर्को तथ्य सुन्नुहोस्। धेरै मानिसलाई लाग्छ किङ कोब्रा नै संसारकै सबैभन्दा विषालु सर्प हो, तर वास्तविकता यस्तो छैन। संसारकै सबैभन्दा विषालु सर्प इनल्यान्ड ताइपान हो। यसको विष यति शक्तिशाली हुन्छ कि एउटा टोकाइले धेरै मानिसको ज्यान लिन सक्ने क्षमता राख्छ। तर सबैभन्दा रोचक कुरा के हो भने यो सर्प निकै शान्त स्वभावको हुन्छ। मानिससँग भेट हुँदा यसले सकेसम्म भाग्ने प्रयास गर्छ। यसले हामीलाई एउटा कुरा सिकाउँछ, कहिलेकाहीँ सबैभन्दा खतरनाक देखिने चिज नै सबैभन्दा शान्त पनि हुन सक्छ। अब कल्पना गर्नुहोस्, एउटा होइन 2वटा टाउको भएको सर्प। सुन्दा काल्पनिक जस्तो लागे पनि यस्तो वास्तवमै हुन्छ। कहिलेकाहीँ आनुवंशिक कारणले 2 टाउको भएको सर्प जन्मिन्छन्, तर समस्या के हुन्छ भने दुवै टाउकोले फरक फरक दिशामा जान खोज्छन्। एउटा शिकार गर्न खोजिरहेको हुन्छ भने अर्को भाग्न खोजिरहेको हुन्छ। यही कारणले यस्ता सर्पहरू प्रकृतिमा धेरै समयसम्म बाँच्न सक्दैनन्। तर सर्पको संसार यतिमै सकिँदैन। यदि तपाईँलाई सर्पहरू जमिनमा मात्र बस्छन् भन्ने लाग्छ भने तपाईँ फेरि गलत हुनुहुन्छ। संसारमा सी स्नेक भनेर चिनिने सर्पहरू छन्, जसले आफ्नो जीवनको अधिकांश समय समुद्रमै बिताउँछन्। यिनीहरू उत्कृष्ट पौडीबाज हुन्छन्। केही प्रजातिका विष निकै शक्तिशाली हुन्छ, तर मानिसलाई टोक्ने घटना भन्ने निकै दुर्लभ छ। कल्पना गर्नुहोस्, तपाईँ निलो समुद्रमा पौडी खेलिरहनु भएको छ र केही मिटर पर एउटा सर्प पानीभित्र सहजै पौडिरहेको देख्नुहुन्छ। त्यो क्षण कस्तो होला? अब आयो आजको भिडियोको सबैभन्दा रोचक तथ्य। संसारमा एउटा यस्तो देश छ जहाँ प्राकृतिक रूपमा एउटा पनि जङ्गली सर्प पाइँदैन। त्यो देश हो आयरल्यान्ड। धेरै वर्षदेखि एउटा कथा सुनाइन्छ कि सेन्ट प्याट्रिकले त्यहाँबाट सबै सर्प हटाएका थिए, तर वैज्ञानिकहरूले भने फरक कुरा बताउँछन्। हजारौं वर्ष अघि त्यहाँका मौसम अत्यन्त चिसो थियो, त्यसकारण सर्पहरू त्यहाँ बस्न सकेनन्। पछि समुद्रले आयरल्यान्डलाई मुख्य भूभागबाट अलग गरिदियो, जसका कारण सर्पहरू त्यहाँ प्राकृतिक रूपमा पुग्नै सकेनन्। यही कारणले आज पनि आयरल्यान्डमा जङ्गली सर्प पाइँदैन। अनि अन्त्यमा एउटा बोनस तथ्य, के तपाईँले कहिल्यै सर्पलाई आँखा झिम्काएको देख्नु भएको छ? सायद देख्नु भएको छैन, किनभने सर्पले हाम्रो जस्तो आँखा झिम्क्याउनै सक्दैन। यसको आँखामा चल्ने परेला हुँदैन, त्यसैले सर्पले सधैँ तपाईँलाई एकपटक हेरिरहेको जस्तो देखिन्छ। अब तपाईँको पालो। आजको भिडियोमा देखिएका सबै तथ्यहरू मध्ये तपाईँलाई सबैभन्दा अविश्वसनीय कुरा कुन लाग्यो? उड्ने सर्प, 2 टाउको भएको सर्प, समुद्री सर्प, कि सर्प नै नभएको देश? आफ्नो उत्तर कमेन्टमा लेख्नुहोस्। म तपाईँका कमेन्टहरू अवश्य पढ्नेछु। यस्ता रोचक र रहस्यमय भिडियोहरू मनपर्छ भने भिडियो लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस् र बेल आइकन थिच्न नबिर्सनुहोस्। अर्को भिडियोमा हामी संसारका यस्ता जनावरहरूको बारेमा कुरा गर्नेछौँ जसलाई देखेर वैज्ञानिकहरू पनि अझै अचम्म परिरहेका छन्। धन्यवाद।